नाम चाहिँ सजना श्रेष्ठ, ऊ चाहिँ मेरो साथी। मेरो नाम चाहिँ दुर्गा परियार हो। आज चाहिँ हाम्रो विद्यालय श्री महेन्द्र ग्राम माध्यमिक विद्यालयले आयोजना गरेको सिक्दै कमाउँदै सिक्दै कपाल कटाइसँग सम्बन्धित कार्यबारे हामी दुईजना मिलेर छलफल गर्दैछौँ। उसले चाहिँ यसको बारेमा भन्दछ। सर्वप्रथम त हामीलाई सिप अति नै आवश्यक रहेको छ। हरेक मानिसमा सिप हुनु अति नै आवश्यक छ। जतिसुकै उच्च स्तरको सिप ज्ञान र शिक्षा भएको व्यक्ति भए तापनि उसँग यदि सिप छैन भने कुनै पनि काम लाग्न सक्दैन। जतिसुकै उच्च स्तरको शिक्षा भए तापनि हामीलाई सिप अति नै आवश्यक छ। अहिलेको युगमा जति धेरै शिक्षा भए तापनि बेरोजगार भएर रोजगार नभएको कारणले गर्दाखेरि यताउति भौतारिनु पर्ने अवस्था आएको छ। यही कुरालाई निरन्तरता दिएका कारणले हाम्रो यस विद्यालय श्री महेन्द्र ग्राम माविले चाहिँ हामीलाई यस कार्यक्रममा संलग्न गराएको छ। यसमा हामी सम्पूर्ण विद्यार्थीहरू कक्षा 9का विशेष गरी कक्षा 9का सम्पूर्ण विद्यार्थीहरू चाहिँ संलग्न भएका छौँ। हामी अति नै खुसी छौँ। यसले गर्दा हाम्रो जीवन स्तर सुधार गर्नका साथै हाम्रो आर्थिक अवस्थामा पनि सहयोग पुगाउने हुँदा हामीले यसलाई निरन्तरता दिएका हौँ। हामीले यस कपाल काट्ने तालिम अन्तर्गत विदेशमा पनि यसको राम्रो स्कोप भएको कारणले गर्दाखेरि हामीले चाहिँ यसले गर्दा हाम्रो जीवन स्तर सुधार गर्न सक्छौँ भन्ने हेतुले चाहिँ हामीले यो सिप अन्तर्गत बसेर कार्य गरेका छौँ र यसमा हाम्रो शिक्षकहरू तथा यस सिपलाई निरन्तरता दिने प्रशिक्षक श्री मुकेश ठाकुरको पनि हात रहेको छ। उहाँले चाहिँ हामीलाई आफूले लिएको ज्ञान सिपले अरूले पनि सिकौँ भन्ने हेतुले चाहिँ हामीलाई यो सिपमा निरन्तरता दिइरहनु भएको छ। हामीलाई सिप अति नै आवश्यक छ। हामीलाई सिप सिक्नु अति नै आवश्यक छ भन्ने हेतुले नै हामीले यो सिप लिएका छौँ।